लङ टाइम हामी चाहिँ यहाँ साकुरा हेर्दै पिकनिक गर्दैछौँ ग्रुप बसेर। कस्तो लागिरहेछ दाइ? मिठो लाग्छ। मिठो लाग्छ, रमाइलो लाग्छ दाइ? मिठो छ, रमाइलो। ल हाम्रो टोली कोही त छुट्नु भएको छैन नि। कोही छुट्या भए म भनेर भन्नु है, हात उठाउनु। छोड्यो भने आफै जिम्मेवार। पहिला आउने बेलामा हामी 2 जना आयौँ, अब 3 जना आयौँ। के को हुनु, पहिला आउने बेला 2 जना आयौँ, अहिले आउने बेला त 8 जना। ठाउँ एकदम रमाइलो छ नि, राम्रो छ। अब यता यस्तो फुलहरू। ल उता त फोटो खिच्न लाए, फोटो नखिचे भने ल। मम्मी ठ्याक्क निकालेर दाइ भाग्नु फोटो खिच्दा धेरै। ज्वाइँले कता खिचिदिनु भयो? हजुरले एउटा आरोप आएको कि हामी त घुम्न आएको, हजुर त फोटै खिच्न आउनु भएको कि फोटो नखिचिकन म एक पाइला हिँड्दिनँ भन्नुभयो अरे। प्र्याक्टिस यहाँ प्र्याक्टिस गर्दै हुनुहुन्छ। प्र्याक्टिस गर्नु अहिले रोएसी छैटी देखाइदिन्छ। आउँदाखेरि रोको ल, त्यति बेलासम्म रोकेन के आउँदै रहेछ भनेर रोइरहेको रहेछ कि। यस्तो हो के उसको आवाज पेटबाटै छ। पेटमै मम्मीले मलाई टाइम दिन त्यति बेला यसैसँग बोली भने एकचोटि गएर काट्नु पर्ने। ए राम, यिनीहरूलाई त यहाँ दुईटा बुढाबुढी फोटो खिचेर ठाउँमा रोकिँदै फोटो खिच्दै गरे। ल हेर ज्याकेट कहाँ फाल्यो अरे। अस्ति लको त्यो भेडा फारम भन्दा त यहाँ राम्रो अनि धेरै राम्रो छ नि। छोरीले राम्रो ठाउँमा ल्याइछ आज, राम्रो ल्याइछ। अस्ति त होइन नराम्रो भयो नि भनिहाल्नु। के आछ मम्मी? यहाँ त पुरै जापान रहेछ। यस्तो हामीको माथि डाँडामा रहेछौँ। हामी धेरै डाँडामा छौँ नि। यहाँ त धेरै गौ रहेछ त, माथि डाँडो रहेछ। ल हेर यता फोटो सेसन भइरहेछ है। खिच्ने मान्छे 3 जना खिच्ने। हेलो यति राम्रो छ यो पार्क। सबैजना मेरो भिडियोमा आइदिनुहोस् लाइक गर्नलाई है। लाइक सेयर एन्ड सब्सक्राइब रे के। आज हजुर स्वर्ग पुग्नु भयो? म स्वर्गै पुगेँ नि। आच्छा हिजै हो भनेको जान पाए त कविता स्वर्गै पुगिन्थ्यो नि भन्दै हुनुहुन्थ्यो। ल स्वर्गमा ल्याइदिएँ है। यसलाई भन्छ दिदी नमर्दै स्वर्ग देख्ने। जताएर फुलै फुल होइन। ठ्याक्कै नेपाल जस्तो छैन त यहाँबाट हेर्ने अनि माथि तल फुल हरियो अनि पहाड। मुक्तिनाथ जस्तो लाग्यो। मुक्तिनाथ गयो नि। त्यसलाई उठ्याउ मिलो कान्छ। हामी त घुमियो, मम्मी थाकेर बस्नु भएको छ। के भयो मम्मी? थोकै लायो। यहाँ खोला हेर्न आएको, खोला त सुकेछ। खोला सुकेछ। कान्छी किन लो, कान्छी किन लोक नलो, कान्छु नलो।
ल यता फोटो खिचिराख्नु भयो उता नि फोटो खिच्दै हुनुहुन्छ कान्छी फोटो खिच्दा नि कस्तो पोज गरेर खिच्ने ल फेरि पोज दाइ रमाइलो लाग्छ धेरै रमाइलो लाग्यो दामी है ल हेर हजुरको सिन पनि खतरा आइरहेछ दामी माथि गएर आएको कस्तो थियो माथि ल माथिको दृश्य एकदम दामी स्वर्ग ल हामी चाहिँ तलतिर लागियो माथिको अवलोकन गरियो तलतिर झर्न लाग्यौँ आइसल आइएला भनेको आयो छोरो भित्रै लिएर आइयो अहिले बाहिर लिएर आइयो अब हिँडाल्दै सिकाएको छोरालाई लिएर आउने अहिले पेटा छ आइसल अनि एउटा हिँड्छ एउटा गुड्छ अहिले पेटा छ आइसलसम्म निस्किन्छ ओए छोराको बाउ खोइ छोराको बाउ हराए यहाँ यस्तो छ पारा अब पानी आउनु थाल्यो पारा अब चिसो चिसो हावा चल्यो अब फर्किने एकछिनमा आज कैसा लगा मम्मी अच्छा लग रहा है अच्छा लग रहा है धेरै वर्ष भयो हैन के म गएको त 7 वर्ष जति भयो धेरै भयो कति वर्ष भयो यहाँ आएको त्यति वर्ष भयो के यो यता पठाएँ अनि छोरालाई अस्ट्रेलिया पठाएर अनि गएको यो नेपाल पढन्जेल त त्यही नै थियो नि त नेपालमै अब बुहारी ल्याएपछि कता बस्छ हैन दिदी यहाँ त सुत्ने बुहारी इन्डिया चाहिँ बस्ने हो नि बुहारी अस्ट्रेलिया जान्छ यस्ता रमाइलो गफ चलिरहन् ओ जानियो अब के भयो आजको यात्रा अब हामी जाँदैछौँ ठन्ड लग रही है जाडो भयो हावा चाहिँ चिसो लाग्यो हामी चाहिँ यो पार्कलाई बाई बाई गरेर जाँदैछौँ ल बाई बाई हाम्रो भिडियो हेरिदिनुहोस् लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि मम्मीको यो टाढाको यात्रा जापानको रमाइलो यात्रा हेरिदिनुहोस्